साथीहरु सबैजनालाई वेलकम छ मेरो युट्युब च्यानलमा। आई होप तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु। आजको यो नेक्स्ट डे नेक्स्ट भ्लगमा चाहिँ म तपाईहरुलाई वेलकम गर्न चाहन्छु है। अब चाहिँ म यहाँ गोठाला छु। यो चाहिँ मेरा वस्तुहरु छन् है, चलिरहेछन्। माथि पाडी छ अनि यता गोरुहरु छ हैन। म चाहिँ यत्रो घाँस काटिसके, यो घाँस काटे, यहाँ घाँस काटे, अब फेरि काट्छु। ल घाँस चाहिँ यस्तो छ है। अनि यहाँ चाहिँ मेरो लाइफ चलिरहेछ। अनि के भन्दाखेरि अब तपाईहरुलाई आजको भिडियो चाहिँ यस्तै कस्तो हुन्छ त्यस्तै देखाउँछु है त मलाई। यो आज चाहिँ अब मेरो घाँस काट्ने, गोठाला गर्ने, त्यसपछि त्यही साथीभाइहरुसँग एकछिन सुन्नुहुन्छ होला हैन। बल्ल बल्ल भेट भएको छ नि त गाउँमा आएर, त्यही हो रमाइलो गरिन्छ होला। आज म त्यस्तै हल्का फुल्का भिडियो मात्रै ल्याउँछु म। तेरो काम त्यही बस्न, त्यो बस्तर त्यता आयो भने फिर्का न यता, त्यति हो तेरो काम केटा। म यता घाँस अब अलिकति काट्छु। अब दुई थुप्रो काटिसकेँ। अब अलिकति काटेर चाहिँ हामी जानुपर्छ। अनि त्यही हो, अब बिहान यसो पूजातिर गइयो, पूजा थियो यहाँ गाउँमा। अनि त्यो पूजातिर यसो भेला भयो। यस पछाडि भेला अनि सेला भन्ने बानी चाहिँ यो बिग्रियो, खत्तम भयो मेरो। त्यही हो, मौसम यस्तो छ हैन। राम्रो छ यो बारी, घाँस चाहिँ खतरा छ है। फेरि ल एकैछिनमा बारी पुग्छ। त्यही हो, आजको भिडियो यस्तै हुनेछ है त साथीभाइहरु। धेरै चाहिँ अब भिडियो एडिट गर्नुपर्ने बाँकी छ, धेरै लन्ठाको काम भनेको हैन। त्यही अलिकति भिडियो एडिटहरू गर्नुपर्ने छ। युट्युबको, टिकटकको अलिकति बाँकी छ। अनि अब धेरैजनाले माया गरिदिनु होला। धेरैजना त होइन, अब जति हेर्दै हुनुहुन्छ कस्तो लाग्छ गाउँघरको ब्लगहरू हेर्दै गर्नु होला है त। अब मैले थोरै घाँस काट्नुपर्ने छ। अब घाँस काटेर भेटौँला है त ल। अब चाहिँ अन्तिममा आइसक्यो काटेर। एउटा कुरा देखाउँ कि भनेर क्यामेरा खोल्यो है, नत्र म यो सबै काम सकेर मात्रै बनिने भन्ने। तपाईँतिर यसलाई चाहिँ के भन्छ, यो छ नि जुन यो देखिएको, यसलाई चाहिँ के भन्छ यसो कमेन्ट गर्नु है। हाम्रोतिर चाहिँ यसलाई कुरो भन्छ कि होइन। यो चाहिँ अब होइन, फुल्दा हेर्दा त धेरै राम्रो हो, तर यसले चाहिँ नि यो कपडामा टाँस्यो भने यो यस्तो अब यसले यति धेरै दुःख दिन्छ नि। अब घोच्ने हरेक चिजमा टाँसिन्छ क्या यो चाहिँ। अनि कपडामा धेरै टाँसिने भयो ल म्याम, ज्याकेट झरेर त। अनि के भन्छ, धेरै टाँसिन्छ त्यो चाहिँ कपडामा। वेट थाम्नै सकेन होइन, धेरै कपडामा टाँसिन्छ। अनि त्यही हो, उखाल्नु गाह्रो हुन्छ। जस्तै कि यहाँ टाँसिरहेछ ल, यस्तो टाँसिन्छ क्या। यसलाई चाहिँ हामी कुरो भन्छौँ, तपाईँहरूतिर के भन्छ देखाउँ कि भनेर चाहिँ होइन। अब यो कतिलाई त थाहा हुँदैन नि त यो कुरा होइन, अनि देखाइदिएको त्यही हो। अनि अर्को कुरा भन्छ, यसलाई के भन्छ, यसलाई तपाईँहरूतिर होइन, यसलाई के भन्छ यसो कमेन्ट गर्नु होला। हाम्रोतिर चाहिँ यसलाई पिडालु त्यस्तै पिडालु भन्छ होइन। अब यसको खास एक्ज्याक्ट उच्चारण चाहिँ के हो है। अनि त्यही हो, हाम्रोतिर चाहिँ त्यो भन्छ, तपाईँतिर चाहिँ के भन्छ मलाई थाहा भएन। यसो कमेन्ट गर्नु होला, कहाँबाट हेर्दै हुनुहुन्छ होइन। भिडियोलाई मन परेमा लाइक गरिदिनु होला है त। त्यही हो, अब तपाईँलाई चाहिँ अब चाहिँ म एकैचोटि सबै काम सकेर ट्याक्क भेट्नेछु है त ल। पछाडि चाहिँ देख्न सक्नुहुन्छ एकदमै राम्रो अन्त राम्रो भ्यूहरू देखिरहेछ। त्यो भ्यू चाहिँ हामी भोलि जानेछौँ हेर्दै। नर्सरी सरर फेवामा बाँकी जीवनमा यहाँकै को दादा गर्ने आइस छिटो। यस्तो रमाइलो रहेछ ठाउँला। बल खेलौँ भनेको दिएन नि यार। अहिले त जे पनि क्यामेरा तर्सै हाल्ने हो क्या। तर भ्यू चाहिँ कस्तो खतरा आयो क्या, हेर्नु निश्चयले। अच्छा
केटाहरू खेल्दैछन् ल केटाहरू राम्रो खेल हामीलाई खेल्नै दिएन डराएर अब के गर्छौ खेल होइन भाइ कहाँ पर्छ तिमी कतिमा तिमीले यति नै विद्यार्थी पसल भन्छौ यति ल एकदम यस्तो दामी छ ल यो चाहिँ मेरो मावाला घर यो चाहिँ गाविस एकदम ठिक छ ल यता राम्रो छ अझै ठाउँहरू के छ भान्जा के छ ठिकै छ ठिक छ भान्जालाई एउटा बिहे गर्छु मलाई भन्छ मारेर ल त्यो र मामीले धेरै भन्थे त छिटो आऊ ए लु हिँड न आउँछ क्या उ चाहिँ तिम्रो मामी धेरै भन्थे त भन्छन् ल हो के म चाहिँ बिहे गर्दै भिडियो राख पर्छ भिडियो बिहे गराइदेऊ गर्दा भन्दा नि भन्छ हैन हो भन्छ यहाँ हाम्रो शङ्करले यता हेर्दा भाइ बिहे गर्न आडेको छ त बिहे गर्ने हो भाइ भदिच बिहे गर्ने हो पनि बिहे गर्छु भन्दै र त बिहे गर्ने भने तेरा गइहाल है छिटो छिटो भटाभटी मङ्सिर ए सरले त ल नापका मेरो रूप लाएर के रे यस्तो नगर केटा कुटै भेट्ला तिमीलाई म फेरि त किन लाग तैँले म खोज्दै थियो अघि मेरो कपडा राख्ने ठाउँ कुरा नगर भाइ खोइ सर त आइहाल्नुहुन्छ छिटो मै सर आउँदैन पसल भन्ज्याङ ल सर र सर आउँदैछन् दुईजना सर अनि त मेरो कपडा सुकाइदिनु पर्दैन बिहान उठाएर हो भाइ के छ भन्नु केही छ ब्लकमा भन्ने कान्छा हामी अर्को ग्राउन्ड हिँड्यो बल खेल्नलाई त्यो ग्राउन्डमा हामीलाई दिएनन् बल खेल्न यो चाहिँ गेमको मात्रै कुरा गर्छ यो एकदम मलाई चाहिँ सिन त दामी आयो त हो तेरो खिचिदिएको त मैले मेरो चाहिँ कस्तो आइरहेको यता एकदम राम्रो आउँछ किनभने घाम यता छ 0.5 बार भने पाइने रहेछ टुर्नामेन्ट खेल्ने नै त पर्जल यहाँ आऊ तिमी मेरो भाइ होइन यहाँ आउन भ्लगमा हो भाइ पर्जल कति जित्यो टुर्नामेन्ट ऊ पनि खेल्छ पब्जीको टुर्नामेन्ट पब्जी कि तपाईँ पब्जी पहिला खेल्छ आजको हाम्रो भ्लग छ किन पब्जी खेल्नु छोड्नु पर्छ त्यहाँ बस्छ हामी गिरन आइसक्यौँ गिरन बामा यो व्यवस्थापन गर्ने भाइ चाहिँ यही भाइ हो जाऊ भाइ ल गोल नेट गिरन ए गिरन नेट र गोल लिएर आऊ ल अब हामी यहाँ चाहिँ डह्रो खेल्नुपर्ने हुन्छ रात परिसक्यो भान्जा मलाई आज दिनभरि गोठाला गर्नु घाँस काट्नु खुलित्तै सघाएन गोठाला त्यो पनि फोनमा बोल्दै एउटा फोनमा अर्कोमा गेम खेल्दै बस्यो यो त्यही एकपट्टिको वस्तु चाहिँ छेक्नु सघायो यसले त्यति हो ल अरू केही छैन यस्तै छ हाम्रो गाउँठाउँ हामी उता आएको हो ल ल ल त्यही आजको लागि यति नै म बनाउँदिनँ अब भोलि यसको सेकेन्ड पार्ट ल